विदेशिएका नेपालीहरूको सफल असफल जीवनको संघर्षमय कथा कार्यक्रम परदेशी आवाज। संसारको कुनै पनि ठाउँमा छरिएर रहेका नेपालीहरूको वास्तविक जीवन र सङ्घर्षको कथा व्याथा हाम्रो टेलिभिजन कार्यक्रम परदेशी आवाज मार्फत समेट्ने हाम्रो प्रयासको आजको श्रृङ्खलामा हामीले केही प्रतिनिधि पात्रहरू लिई उपस्थित भएका छौँ। यी हुन् लीला राई। आफ्नो पति जितबहादुर राई अशक्त भए पश्चात विगत लामो समयदेखि दुबईको जेठो नेपाली रेस्टुरेन्ट चलाउँदै आउनु भएको छ। यी हुन् नेत्रबहादुर नेपाली, हेटौडा निवासी नेपाली। 2 वर्षदेखिको अथक प्रयास र पश्चात र लामो समयदेखि विभिन्न देशमा काम र व्यापारको मेसो मिलाउँदै हिँडेका नेपाली दुबईको राम्रो वातावरणलाई बुझी गार्मेन्ट व्यवसायमा सङ्घर्षरत हुनुहुन्छ। विदेशिएका नेपालीहरूको सफल असफल जीवनको सङ्घर्षमय कथा कार्यक्रम परदेशी आवाज। विदेशी भूमिमा स्वदेशी स्वाद, वर्षौंदेखि आफ्ना ग्राहकहरूलाई सन्तुष्टि दिन सफल नेपालीहरूको मेहनतमा स्वदेशी स्वाद, एकमात्र रेस्टुरेन्ट नेपाली रेस्टुरेन्ट। युएई भ्रमणका क्रममा जानै पर्ने ठाउँ बर्दुबई सहरमा अवस्थित चिर परिचित रेस्टुरेन्ट नेपाली रेस्टुरेन्ट। सरलाई फूड स्टप एलएलसी दुबई, फ्रेश फूड फर द मोडर्न लाइफ। नेपाली मन, नेपालीपन, नेपालीको चाहना। सरलाई फूड स्टप। हाम्रो विशेषताहरू: नेपालमा उत्पादित सामग्रीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्यका साथ सञ्चालक देव धिमाल, सहसञ्चालक दिल धिमाल। हामी कहाँ स्वदेशी तथा विदेशी यात्राको व्यवस्थित भ्रमण गराउनुका साथै सुलभ मूल्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकटको बिक्री वितरणको व्यवस्था गरिन्छ। राष्ट्रिय अन्तर्राष्ट्रिय विभिन्न ठाउँको टुर प्याकेज गराउनुका साथै योग्य अनुभवी टुर ट्रेकिङ गाइडको सल्लाहमा भ्रमणसँग सम्बन्धित सम्पूर्ण कार्यक्रम बनाउनु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर निलेश अधिकारी, आकर्षण ट्राभल एन्ड टुर प्राली, बागबजार 31 काठमाडौँ। फोन 01 42 12 403। शाखा कार्यालय तिलोत्तमा नगरपालिका शङ्करनगर 5 रूपन्देही। फोन 071 41 41 27। देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा नववर्ष 2073 सालको हार्दिक मङ्गलमय शुभकामना। घोष राइटिङ नेपाल परिवार, थापा गाउँ काठमाडौँ नेपाल। सिन्धु फार्मेसी जोरपाटी परिवार, गोकर्णेश्वर 12 काठमाडौँ नेपाल। दुग्ध सागर फर्म परिवार, घट्टेकुलो काठमाडौँ नेपाल। फलो फोकस प्राइभेट लिमिटेड, पानी पोखरी काठमाडौँ। एभरेस्ट एमिन परिवार, सालिक सुवेदी दुबई। एभरेस्ट मरिना एलएलसी परिवार, काशी बिक दुबई। नेपाली रेस्टुरेन्ट परिवार दुबई। नेपाली दानापानी रेस्टुरेन्ट परिवार दुबई। गुणस्तरयुक्त सामानले मात्र तपाईँको निर्माण बलियो हुँदैन। असल र सक्षम इन्जिनियरको सल्लाहले मात्र तपाईँको निर्माण पक्का हुँदैन। चाहिन्छ सिपालु, मेहनती र इमान्दार कामदारको समायोजन। कामदारहरूसँग यसका लागि सम्झनुहोस् टुनटुन निर्माण सेवा समिति, घट्टेकुलो काठमाडौँ। सम्पर्क नम्बर 98 511 281 76। विदेशिएका नेपालीहरूको सफल असफल जीवनको सङ्घर्षमय कथा कार्यक्रम परदेशी आवाज। युएईमा सबैभन्दा पुरानो नेपाली रेस्टुरेन्ट भनेर ताज पहिरन सफल रेस्टुरेन्ट नेपाली रेस्टुरेन्ट। नेपाली खाना, नेपाली स्वाद र नेपाली कामदार वास्तवमा नै नेपालको र नेपालीको भावना अनुसारको, नेपाल नै बिर्साउने खालको अति रमणीय वातावरणमा रेस्टुरेन्ट खोली बसेका जितबहादुर राई विगत केही वर्षदेखि हृदयघात प्यारालाइज भई ओछ्यान परेपछि नेपालमा रहेकी आफ्नो श्रीमती लीला राईलाई सम्पर्क गरी जितबहादुर राईले सम्पूर्ण जिम्मेवारी आफ्नो श्रीमतीलाई दिई आफू पूर्ण रूपले अशक्त भई शीघ्र स्वास्थ्य लाभको आशा गरी बसेका छन् भने लीला राई एक छोरा, अशक्त पति र रेस्टुरेन्टको पूर्ण जिम्मेवारी सम्हाल्दै आउनु भएको छ। मेरो नाम चाहिँ लीला राई। म आएको चाहिँ 2004 मा 10-11 वर्ष भयो भनौँ न। हजुर, यो रेस्टुरेन्ट चाहिँ विशेष गरी नेपाली परिकारहरू हामी राख्नेछौँ। नेपालीको लागि नै, नेपाली नै फोकस गरेर। अनि अब जस्तो अब थकाली खाना, नेवारी खाना, अनि त्यस पछाडि आएर तपाईँले अब हाम्रो नेपालको कुनै पनि कुरोहरू तपाईँहरूले पाउनुहुन्छ। जस्तो मोमो, चाउमिन,
अनि त्यसपछि आएर अब गुन्द्रुक सुप आलु तामा सुपहरू भयो सबै कुरो नेपाली परिकारहरू पाउनुहुन्छ। धेरै लामो कहानी छ यो चाहिँ खासमा चाहिँ म चाहिँ मेरो मन चाहिँ थिएन यो बिजनेस यो लाइनमा आउनु हैन तर मेरो हस्बेन्डले चाहिँ स्टार्ट गर्नुभएको यो रेस्टुरेन्ट चाहिँ अनि हाम्रो पुरानो नेपाली रेस्टुरेन्ट पनि छ हामीले 2000 मेरो हस्बेन्डले चाहिँ 2003 मा ओपन गर्नुभएको अनि ओपन गरिसकेपछि चाहिँ म आएको 2004 मा अनि उहाँले स्टार्ट गर्नुभएको यो कुरोहरू मैले स्टार्ट गरेको हैन अनि त्यसपछि आएर मैले अब मेरो हस्बेन्डलाई मैले साथसाथै उहाँ साथसाथै मैले अन्त त्यसपछि चाहिँ मेरो मनमा पनि अब यसैले कन्टिन्यू दिउँ भन्ने चाहिँ भएको मलाई म आएको कारण चाहिँ अब मेरो फ्यामिली नै हो हैन अब फ्यामिली पहिलेदेखि नै मेरो हस्बेन्ड यहाँ काम गर्नुहुन्थ्यो आयतर एजेन्सीमा अनि त्यसपछि त्यही भएर पनि म चाहिँ अब आएको धेरै धेरै कुरै नगर्नुहोस् बच्चालाई राम्ररी टाइम दिन सकिन्न अनि आफ्नो फ्यामिलीहरूलाई टाइम दिन सकिन्न अनि धेरै गाह्रो हुन्छ नि हतार घरको काम सिधाऊ त्यसपछि आएर फेरि अनि रेस्टुरेन्टमा आऊ अनि फेरि रेस्टुरेन्टको काम सक फेरि जाऊ धेरै गाह्रो हुन्छ। नेपाली रेस्टुरेन्टको सफल व्यापारको वास्तविक परिवर्तन पश्चात आज यस ठाउँमा सयौंको संख्यामा नेपाली दाजुभाइ दिदीबहिनीहरूले नेपाली स्वादको रेस्टुरेन्ट खोली व्यापार व्यवसाय गरी बसेको हामीहरूले पायौँ। नेपालीहरूको थोरै भए पनि सकारात्मक परिवर्तनको श्रेय नेपाली रेस्टुरेन्ट वा भनौँ जितबहादुर राईको अथक प्रयासलाई नै जान्छ। आज जितबहादुर राई यो अवस्थामा देख्दा हामी पनि निकै मर्माहत भयौँ। यसको चिन्ताका साथ व्यापार र परिवार दुवै चलाउनु पर्दाको अवस्था वास्तवमै एक नारीका लागि निकै चुनौतीपूर्ण समय हो र पनि लीला राई यसबाट अलिकति पनि नहिचकिची विदेशी नेपाली नारीको सफल जीवनको परिचय दिन अगाडि बढिरहनु भएको देख्दा हामीहरूलाई खुसी लाग्यो। खोटाङ जिल्लाको विकट गाउँमा जन्मी विदेशी भूमिमा कर्मको खोजी र अपाङ्गता भएका श्रीमानको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै र छोराको भविष्य र व्यापारको ताजो माजो मिलाइ विदेशी भूमिमा विदेशको कानुनमा व्यापार गर्नु लीलाका लागि निकै सङ्घर्षको समय हो जस्तो हामीलाई लाग्यो। त्यति बेलाको स्थिति जब उहाँ हुनुहुन्थ्यो यहाँनिर अनि त्यति बेला चाहिँ अब नेपालीहरू बढ्दो क्रम थियो अनि त्यसपछि आएर नेपाली रेस्टुरेन्टहरू थिएन अनि जसले पनि गुनासो पोख्थ्यो अनि कि नेपालीहरूले कि मालवडी खाना चाहिँ धेरै गाह्रो हुन्छ हामीले खाँदाखेरि हैन एउटा नेपाली रेस्टुरेन्ट भए पनि हुन्थ्यो कुराहरू अनि आउँथ्यो अरे बाहिरबाट कम्पनीबाट चाहिँ अनि त्यस पछाडि चाहिँ अनि मेरो हस्बेन्डले चाहिँ अनि अब चाहिँ केही गर्नुपर्छ यहाँनिर नेपाली आउने क्रम पनि बढ्दैछ केही गर्नुपर्छ भनेर चाहिँ